राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक कोटाको चारैपट्टि विरोध भइसकिसकेपछि के चाहिँ रहेछ त भनेर सत्यतथ्य बुझ्दाखेरि अहिले नयाँ बनाउँदाहरू छिरेको कुलेर बालेको टिमबाट चाहिँ मान्छेहरू नातावाद र कृपावाद भइरहेको रहेछ। यो त बालेन शाहले पनि आफ्नो साथीहरू लगायत उसको मित्रजनहरूलाई चाहिँ समानुपातिक कोटामा हालेको रहेछ। त्यसै गर्दा उता यो के भन्छ गुलेले पनि उसको ससुरा बनाउँदाहरू उसको के भन्छ भान्जा भान्जीहरू हो नातावाद कृपावाद गरेर चाहिँ लगाएको रहेछ। यसरी है कुले बालेन होसियार डाकाहरू तँहरूलाई नि हामीले तँहरूको मासु भात खाएर तँहरूलाई समर्थन गरेको होइन है। तँहरूको मासु भात र पेट्रोल खाएर चाहिँ हामीले समर्थन गरेको होइन। साले होसियार तँहरूलाई चाहिँ निस्वार्थ साथले हामीले समर्थन गरेको हो। यदि भोलिको दिनमा तँहरूले नराम्रो काम गरिस् भनेदेखि नि तँहरूलाई हामी समर्थकै हो। एकदम घातक यो कुरा बुझै कुलेर बालेले बुझै। र रवि लामिछाने सरलाई पनि म भन्छु तपाईँले पनि यदि गलत गर्नुभयो भनेदेखि नि तपाईँको लागि हामी समर्थक नै हो है। घातक देशको लागि हितको काम गर्नु पर्यो, राम्रो काम गर्नु पर्यो देश विकासको लागि। र सुन्नुमा आएको छ रवि लामिछाने सरले चाहिँ पहिला जेनजीको जति पनि शहीद भएको परिवारहरू थियो शहीद भएको परिवारबाट त्यहाँबाट छानेर चाहिँ एक दुईजनालाई त्यहाँ मतलब समानुपातिको कोटामा सूचीमा राख्नु भएको छ भन्ने बुझियो होइन आयो। र यो कुलेर बालेको चाहिँ नातावाद र कृपावाद देखियो। तँहरूले यदि यस्तो गरिस् भने तँहरूको लागि घातक हामी समर्थकै हो है। हामीले निस्वार्थ साथ समर्थन गरेको तँहरूको मासु भात एक चिता पनि खाएको छैन नि। यदि गलत गर्छस् भनेदेखि तँ कुले होस् गुले होस् तँ बालेन होस् तँहरूलाई छोडिँदैन है। याद गर देशलाई हानि र नोक्सान हुने काम र पुरानो पार्टीले जस्तै यस्तो नातावाद कृपावाद यदि तँहरूले गर्छस् भनेदेखि हामी समर्थन तँहरूको लागि एकदमै घातक छ है। हामीले निस्वार्थ समर्थन गरेको छौँ। यो कुरा तँहरूलाई स्पष्ट रूपमा म फेरि पनि भन्छु। हामीले निस्वार्थ भावनाले चाहिँ तँहरूलाई समर्थन गरेको हो। तँहरूको केही पनि खाइदिएको छैन नि हामीले बुझ्ने यो कुरा। र साथीहरू यस विषयमा तपाईँहरूलाई के भन्नु छ एक कमेन्ट गर्नु।